सुँगुरको मासु चाहिँ यस्तो दामी छ कि टक्कै बनाएर चाहिँ रेडिमेड बनाएर उनीहरूले नै प्याक गरेर टक्कै राखेको छ। अब दाम पनि यहाँ छ है। अब कति पर्दो रहेछ सुँगुर पनि महँगै नै आज चाहिँ अलिक दाम बढिसकेको छ। यो चाहिँ करङको मासु, यो चाहिँ करङको 3 पिस छ होइन, 3 पिस छ त्यो भित्र प्याक गरेको। अनि यसलाई चाहिँ अहिले हामी एकदम मरमसला लगाएर चाहिँ चट्टैसँग रेडी बनाएर मोलेर राख्नेछु आज बेलुकै भोलिको लागि चाहिँ। अनि त्यही भएर चाहिँ अब आज मोलेर राख्दाखेरि चाहिँ भोलि चाहिँ एकदम दामी चालले त्यसको सबै मरमसलाहरू मासुमा भिजिसक्छ। अनि त्यो त्यहाँ निकालेर पोलेर मजाले खाँदा पनि त्यो मरमसलाहरू पुरै मासुमा रसिसकेको हुन्छ। यहाँ चाहिँ यो हाम्रो आज चाहिँ बुढियाले हो बजारबाट के ल्याएको नि चिम्सी अरे के भनेर हो ल्याएर भातसँग खाँदैछ। अब यहाँको गोरेनीहरूले खाने अरे भनेर ल्याएर चाहिँ भातसँग खाँदैछ। खोइ के चाहिँ खाँदो रहेछ हौ। र यो चाहिँ भोलिको लागि साथी हो, भोलि खाने मासु। आज चाहिँ यसलाई रेडी बनाएर मरमसलाहरू लाएर रेडी बनाएर राख्दैछु। भोलिसम्म चाहिँ मरमसला राख्दा एकदमसँगले मासुमा त्यो मसलाहरू सबै भिजिसकेको हुन्छ। अलिक पोलेर खाँदा पनि मसलाहरू पसिसकेपछि अलिकति मिठो हुन्छ। त्यतिखेरै लाएर मोलेर पोलेको भन्दा र धेरै नै पछाडि लाएर मोलेर राखेर चाहिँ धेरै पछाडि पोल्दा चाहिँ अलिकति स्वाद राम्रो हुन्छ। त्यही भनेर चाहिँ आजै नै यसलाई रेडी बनाइसकेको छु। र भोलि अब आफ्नै घरकै फ्यामिलीले मात्रै यसो खानु भनेर ल्याएको अलिकति। अब जाडो त जाडै छ बाहिर, अब जाडो नभनेको पनि यसो नयाँ साल पनि मनाइने, आगो पनि तापिने, यसो जाडोमा र मासु पनि पोली खाने भनेर नि अलिकति ल्याएको छु। अब चाहिँ हामी सुरु गर्दैछौँ है मासुमा मरमसला दल्नुको लागि। पर्दैन राम्रो भित्र त आइसकेको नि त यति मासुलाई धेरै भएन। बरु यस्तै ल्याएको भए धेरै राम्रो छ। मासु चाहिँ दामी हुँदो रहेछ आफूले काटेर राखेको छ चट नधुँ होइन। यही त लाउनु त्यति आइस पनि नहुँदैन नि उहाँको जस्तो कक्रक्क। यसैको त कक्रक हुन्छ नि त चिसो। यसरी भन्दा राम्रो छ नि मासु यो। हो त यस्तो चाम्रो पनि होइन। यो माइलाले पुग्दैन पुग्छ होला त्यो सबैलाई त्यसले। यसलाई पुग्दैन। यो पनि लगाउन यो त धेरै नलाउनु डर छ। पाउडर कलर आउँछ, कलर हुनुपर्छ नि। अलिक लाउनुपर्छ, कलर आउनुपर्छ। कम्ती अलिक लगा। बेसार नलाउनु के हो बेसार लाउँदैन लाउँदैन
बनाएर मजाले भिजाउनु पर्छ नि त्यसलाई त नि रातभरिमा भिजेर भोलिसम्म राख्दाखेरि चाहिँ पुरै लतक्क हुनुपर्छ अनि पोल्दा पनि मसलाहरू चाहिँ पुरै मासु त्यसको भित्र पुरै गाडिनुपर्छ र जस्तोको उयो लगा कलर अलिक त्यो पिरो हुँदैन त यो कलर पिरो हुने होइन त्यो त्यसले त रातो बनाउँछ त रातो त हो कि पोल्दाखेरि डढ्छ नि त त्यो छिटो डढेर अनि तितो हुन्छ त्यतिको भए भइगयो त यहाँदेखि कति कलर आउँछ मजाले मोल्नुपर्छ है मरेको त नि अब यहाँ राखेपछि यहाँ मसला जस्तो भइरहेको अमिलो नलाउनु लाउनुपर्छ नि गनाउँदैन भोलिसम्म चिसोमा राख्दैन सोया साग तुरुक्क हालेर अलिक लाउनुपर्छ है यो त भयो यसले त झन् कालो पो देखाउँदै ज्याम ज्याम मोल त के हो छुट्यो के यहाँ मुनिबाट छुटेको के के हो अब यो सुँगुरको मासु चाहिँ भोलि चाहिँ साथी ग्रेभी बनाएर पोलेर खाइन्छ है ग्रेभी एकदम जाडोमा चाहिँ ग्रेभी हुन्छ नि पोलेपछि खाएपछि जस्तै ग्रेभी सेभी सबै हुन्छ जे बनाउँछु भन्दा पनि हुन्छ कि सुँगुरको मासु चाहिँ त्यस्तो हो सबै कुरोमा मासुमा चाहिँ सुँगुरको मासु जेमा पनि जे बनाउँछु भन्दा पनि मिल्छ सुँगुरको मासु चाहिँ सुँगुरको सिकुटै बनाएर खान्छ भन्दा पनि हुन्छ पोलेर खान्छ भन्दा नि हुन्छ तेलमै खरेर खान्छ भन्दा नि हुन्छ जे गरेर खाँदा पनि हुन्छ सुँगुरको मासु चाहिँ साथी हो सुँगुरको करङ यो चाहिँ करङ मात्रै 3टा पिस छ यो भित्र कति रुपियाँ रे 3टाको 37 हो एउटालाई परेछ 10 रुपियाँ बढा नि यो चाहिँ करङको पिस 3टा धुने रे यसलाई काटेर धुँ के गरौँ हो त्यो लामै धुन जमजम तर काटेर धुँदा नि हुन्छ अनि त्यहाँबाट ढल्न सर्ट बनाएर पिस हो करङ यहाँ छ त करङ यस्तो दामी हुँदो रहेछ है साथी हो त्यो सुँगुरको करङ चाहिँ एसियन मार्केटको भन्दा राम्रो हुँदो रहेछ मासु चाहिँ यो कस्कोमा यदि तपाईँहरूलाई पनि पोलेर खानु मन लागेको छ भने चाहिँ सुँगुरको करङ कस्कोमा आएर लानु होला कस्को बजारमा पाउँछ यस्तो दामी सुँगुरको करङै मात्रै खान्छु भन्दा पनि पाउँछ जस्तो खान्छु भन्दा पनि पाउँछ त्यहाँनिर सुँगुरको करङ त मजाको रहेछ त ए सर्लक यस्तो मजा रहेछ सुँगुर मासु ए यो त एउटा करङ हो एउटा हो के हो ए अझै छ
सुँगुरको चुवा चाहिँ धराने सुँगुरको चचेको करङ यो ए सर्लक ए मिलाएर काट्नु यति मात्रै निकाल्नु यताबाट घुमाएँ अब यति त यहाँ चाहिँ मासु धुँदैछ धमाधम सुँगुरको करङ यसरी मजाले धोएर चाहिँ फेरि ए यसलाई पनि फेरि मोल्नु छ अब मरमसला यो करङलाई फेरि फाल्टै मोलेर यसलाई फाल्टै राख्नुपर्ने छ अनि अघि अर्को एउटा मोलेर राखेको छु अब त्यो भोलि चाहिँ त्यो सबै दुइटै मिक्स गरेर पोल्ने र यसलाई चाहिँ अब फाल्टै मरमसला हालेर चाहिँ पोलेर रेडी बनाएर यसलाई अलग्गै फाल्टै राखिन्छ सेपरेट पोल्दाखेरि नि के हुन्छ यो त के हो मासु पनि यस्तो राख्दै झन्डै हो के हो हुन्छ त्यो काट्दैन पर्दैन हुन्छ त्यहीँ मिसाउनु पर्छ भाइले कहाँ हो यसमा प्लास्टिक लगाउँदा त्यो दुइटा सँगै लगाउने होइन त नि यो चाहिँ करङको छुट्टै साथी हो मासु मरेको अघिको फाल्टै हो यो फाल्टै अघि लगा आम्मामा मासु त थोरै भयो नि त अनि खाने त दुईजना छ त नि दुईजनालाई त यो त अनि 15 दिन लाग्ने छ त सक्नु नझार न मासु त्यसरी झाऱ्यो भने त अनि सकिहाल्छ भुइँभरि झऱ्यो भने त अनि हुन्छ होला अब यसलाई प्लास्टिकमा प्याक गरेर राख्नुपर्छ होला भोलिसम्म त यो गल्छ यसलाई चाहिँ अब ऱ्यापिङ पेपरले सट्टसँग एउटाले भनिरहेको छ ल अलिक मिलाएर च्यातै छोपेर चाहिँ राखेपछि यिनै यो सबै कुरो भोलिसम्म दामी हुन्छ गलेर तर हावा चाहिँ पस्नु हुँदैन त्यसले स्याप्पै छोप्नुपर्छ
च्याप्पै पार्ने भयो उता राख्छ सक्छ यो राख्छ बुढी डर छ नि मेरो हो ल यसलाई यसरी टक्कैसँग फ्रिजमा थन्काइयो यसरी अब बनाएर होइन अब यो बिग्रिने कुरो भएन चिसोमा यसलाई ड्याममै थनिन्छ ल अब यसलाई आजलाई यो चाहिँ भने चाहिँ आज सुँगुरको मासु चाहिँ मजाले बनाएर पोलेर खाने यो तरिका छ मेरो चाहिँ एउटा बनाउने अब यो यस्तो पिस पिस बनाउने पहिला यो तरिकाले यति मात्रै निकाल्ने काटिरहेको मात्रै सट्ट सट्ट खोर्सानी सोर्सानी लानु त उयो च्याउ त थियो त होइन च्याउ नलाउने एउटा यो के अरे ल मासु चाहिँ यो स्टाइलले बनाइयो आज आमा झिरमा उनेर चाहिँ पोल्ने भनेर चाहिँ यसरी झट्टसँग झिरमा उनेको छु यो चाहिँ कुखुराको फिला यता चाहिँ यो चाहिँ सुँगुरको यसरी बनाएको छ यो तरिका चाहिँ कस्तो लाग्यो यदि तपाईँहरूलाई पनि राम्रो लाग्यो भने यो भिडियो हेरेर कमेन्ट गर्नु होला है साथी हो यस्तो बनाएको छु कि अब यो चाहिँ टक्कैसँग यसरी ड्याब यसरी पोल्ने ठ्याक ठ्याक सट निकाल्यो अनि खाने हो यो चाहिँ यो चाहिँ गोरुको अहिले ल्याएको $100 हड्डी मासु यसरी कारलाबाट लिएर आएको यो चाहिँ $100 यो हड्डी मासु सुप खानु भनेर जाडोमा
यो जाडोमा सुप नखाइकन नसकिने रहेछ साथी हो। नत्र भने बेलायमा गइने रहेछ। त्यही भएर चाहिँ गोरुको हड्डी मासु ल्याएर चाहिँ सुप खाएर अलिक तगडा हुनु पऱ्यो भनेर चाहिँ ल्याएको जाडोमा। बाइले पनि काम गरेन भने बा जाने हो खुलिक्कै। ल त बोसैमा त के गर्नु यस्तो गर्नु आयो आयो चुवाचेको मासु आयो। आज चाहिँ मजालेसँग जाडोमा एकदम चुवाचेको मासु पोलेर सबै खाइन्छ होइन भाइ। कहाँ राखौँ भने भाइ यसलाई यहाँ यसलाई त यहीँ राख्नु पर्यो भाइ। ल यहाँ लाइन्छ 3टा पस्छ। अब यसले सबै यहाँ यसरी सट्टसँग यो तरिका मासु पोलाइ चाहिँ कस्तो लाग्यो साथीहरूलाई हेर्दै जानु होला। यो तरिका यदि हजुरहरूलाई पनि राम्रो लाग्यो भने चाहिँ यस्तै ल्याएर यसरी नै पोल्नु होला मासु। फ्याट्टै कालो भन्ने फ्याट्टै लाग्दैन यो तरिकाले मासु पोल्दा चाहिँ। आगोको कालो एउटै पनि लाग्दैन, डढ्दैन पनि यो तरिकाले गर्दाखेरि चाहिँ। र मजाले मासु कालै नभइकन यसरी बफेर मजाले रापेर पाकिन्छ। यो चाहिँ कस्तो लाग्यो साथीहरूलाई यदि राम्रो लागेमा कमेन्ट पनि गरिदिनु होला। यो तरिका हो नि त पोलाइ। यो भएपछि चाहिँ मासुमा कुनै ध्वाँसो पनि लागेन कोइलाको, कालो पनि लाग्दैन, केही हुँदैन, डढ्दैन। आनन्दले मजाले माथि नै सेकेर पाकिन्छ यो भएपछि चाहिँ। तर जाडो पनि आज ठिकठिकै छ भनौँ। आज जाडो त्यति त हावा चाहिँ चलेको छैन र चिसो चाहिँ चिसै नै छ। र पनि अब यो आगोको ताप यो मासु पोल्दाखेरि तातो पनि आएकोले गर्दाखेरि अलिकति यसो हल्का सहयोग भइरहेछ आफूलाई पनि तातोको। मासु चाहिँ यो पोलाइ चाहिँ
यस अझै गरी बस है ल कालो कालो भयो त नि मोम